हैन। भोलिको क्षणमा हैन यहाँबाट केही कथाङ्कालले यो भिरबाट हैन हाम्रो बालबच्चाहरू अन्य गाडीहरू झर्यो भनेदेखि कति नराम्रो असर पर्छ। हिजो म झरेँ हैन, तर मलाई केही असर परेन, एउटा गाडीलाई मात्रै असर पर्यो। तर भोलि अरू क्षणमा फेरि पनि झर्यो भनेदेखि नि यहाँ बस यो एउटा स्वर्गको बास रहनेछ हैन। र हाम्रा गाउँका साथीभाइलाई म के भन्न चाहन्छु भनेदेखि यो बाटोलाई छिटोभन्दा छिटो हैन संरक्षण गरौँ हैन। धेरै खर्च पनि लाग्दैन, तपाईँको 2टा जाली र 7-8वटा पोल हामीले हाल्यो भनेदेखि यही नै सबभन्दा राम्रो छ। र आगामी दिनहरूमा फेरि पनि यस्तो घटना नहोस् भन्न चाहन्छु मेरा साथीहरूलाई हैन। तर म त बाँचेँ, हाम्रो मानबहादुरजी पनि बाँच्नु भयो। र फेरिको अब यो भनेको एउटा कास्टिङ मात्रै हो, तर पुरा फिल्म त हेर्न बाँकी नै छ, पुरा सुटिङ त हेर्न बाँकी नै छ। यहाँ जबसम्म मान्छे मर्दैन तबसम्म कसैले पनि यो बाटोलाई निगरानी राख्दैनन् जस्तो पनि लाग्छ हैन।